मेरो हातले केही गर्नु सकेको छैन। मेरो अनुहार दुईटा काटेको छ, यो काटेको छ, यो काटेको छ। यही एउटा सहारा बाँकी थियो, यो सहारा पनि यस्तो भयो। हामी केही भयो ठला पऱ्यो भने यिनीहरूको पनि हालत पुरा बिजोग हुन्छ। यो बच्चालाई अस्ति जाँच फिस भनेर सरहरुमा आएको थियो, त्यो पनि तिर्नु सकेन मैले। अहिले फेरि अब भर्ना गर्ने भन्ने कुरा छ। अब भर्ना कसरी गर्ने? अब रिजल्टमा त पैसा माग्छ होला। अब त्यो पैसा कसरी तिर्ने हो, कहाँबाट ल्याउने हो? जुनै चाडबाड आए पनि मान्छे आएर गरेर हिँड्छ नि। हिँड्दाखेरि अब यी बच्चाहरूले नदेखेर रोएर भन्नुपर्छ। यो बच्चाहरू पनि मन रुन्छ नि भनेर म छुट्टै बसेँ। भाबीले पनि कस्तो कर्म दिएको होला हामीलाई। मेरो नाम रामहरि श्रेष्ठ हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 भुइँसरीमा बस्छु म। अहिले कतै जानु पनि सकेको छैन। अब जाउँ भने कहाँ जाने? काम दिने कसैले पनि छैन मलाई। दिए पनि म गर्न सक्दिनँ। अब घरको हालत यस्तो छ। एउटा छोरो भएको पनि कहाँ हरायो। इन्डिया जान्छु भनेर गएको, पोहोर फागुनको 28-29 गते हिँडेको मान्छे अहिलेसम्म सम्पर्कमै छैन। इन्डिया लद्दाख जान्छु भनेको थियो। अब न फोन छ, न मान्छे आयो। घरमा दुईवटा बच्चा भएको पनि यस्तो बिरामी छ। दसैँदेखि यसलाई छोप्ने लड्ने यताउति होसै नहुने। मान्छे कोही आयो भने को आएको, को हो, म चिन्दैन भन्ने यस्तो पनि भएको थियो। अहिले हस्पिटल लगेको थियो। हस्पिटल लगेको बेला कता एमआरआई रे, सिटी स्क्यान रे, खोइ के गर्नुपर्छ, नचाउनुपर्छ, के भन्छ। हामीसँग सुको पनि छैन। अब के गर्ने होला? अब कुनै समस्याहरू केही समाधान गर्ने ठाउँ कुनै ठाउँ पनि देखेँ। बुहारी हराएको पनि 2 वर्ष भयो। परार चाहिँ 6 गते चावल गएँ खान जानु भनेको मान्छे त्यहाँदेखि घरमा पस्या होइन। अब हामीले के गर्ने होला? यो बच्चालाई अस्ति जाँच फिस भनेर सरहरुमा आएको थियो, त्यो पनि तिर्नु सकेन मैले। अहिले फेरि अब भर्ना गर्ने भन्ने कुरा छ। अब भर्ना कसरी गर्ने? अब रिजल्टमा त पैसा माग्छ होला। अब त्यो पैसा कसरी तिर्ने हो, कहाँबाट ल्याउने हो? न छोरो छ, न बुहारी छ। अब आफू कमाउनु सक्ने होइन। मेरो यो हालत भएको पनि 5 वर्ष भयो। यो वंशीले 5 वर्ष पुगेर 6 वर्षमा लाग्यो। अब मैले केही काम गर्न सकेको छैन। अब खानलाई अब 1 बार चामल लडाउनु पर्यो भने छैन। यही अवस्था भयो भने मर्ने बाहेक अरू केही पनि अवस्था देखेन। अब कता जाने, के गर्ने? अब आफन्तलाई भन्यो भनेदेखि सबैजना पर भइरहेको छ। भएको त्यो छोरा एउटा पनि लद्दाख गएर, इन्डियाको लद्दाख गएर अहिलेसम्म सम्पर्क नभएर, न अब कहाँ पुग्यो, न यतै पो छ कि लद्दाख जान्छु भनेको मान्छे। छोरो त हरायो, नाति भनेर बसेको नातिको हालत पनि यस्तो छ। यही एउटा सहारा बाँकी थियो, यो सहारा पनि यस्तो भयो। अब हामीहरू
हामी केही भयो ठला पऱ्यो भने यिनीहरूको पनि हालत पुरा बिजोग हुन्छ। आफन्त छन् चाहिँ आफन्त भएर पनि के काम लागेर तमासा हेर्ने मात्रै छ। तमासा हेर्ने मात्रै छ, सबै पर मात्रै छ। आफन्तले कोही छैन। आफू भनेर केही अब यो कुनै उयो एक छाक खान पाएन भन्ने कि ठिक्क भयो भन्ने मात्रै छ। कसैले एक माना चामल हालिनुवाला कोही पनि छैन। हाम्रो अवस्था साह्रै गहिरो छ। अब के गर्ने? अब हाम्रो उपाय केही पनि छैन। अब भोलि ठला परेर केही पर्यो, भोलि एउटा अक्षता फ्यालेर भेटी फ्याल्नुलाई पनि साह्रै समस्या छ। अब मेरो अब भावीले पनि कस्तो कर्म दिएको होला हामीलाई। अब अहिलेसम्म म भगवानको आशा गरिरहेको छु। अब भगवान कताबाट आउने हो, भगवानले आँखा खोलिदियो भनेदेखि त ठिकै छ। अब भएन भने यति नै जिन्दगी बिताउनु पर्ने। जुनै चाडबाड आए पनि मान्छे आएर गरेर हिँड्छ नि, हिँड्दाखेरि अब यी बच्चाहरूले आफू कुनै बेला रोएको यो बच्चाले नदेखेर रोएर भन्नुपर्छ। यो बच्चाहरू पनि मन रुन्छ नि भनेर म छुट्टै बसेँ। बाबुलाई डक्टरको देखाउँदाखेरि यो निको चाहिँ हुन्छ भन्नुभएको के गर्नुभएको? यहाँबाट गर्नुपर्छ अनि खोइ के गर्नुपर्छ भन्दै थियो। हामीसँग पैसा पनि भएन। खर्च नभए भने लान्न छैन। अस्ति गोकर्ण यो नगर हस्पिटल लगेको, त्यहाँबाट ऊ के अरे मेडिकल कलेज पठायो। मेडिकल कलेज भएर फेरि उहाँ पाटन हस्पिटलमा पठायो। त्यतिखेर गाडी भाडा पनि नआएर कति ठाउँमा हिँडेर पनि आइयो। धेरै नै ठुलो दुःखमा पऱ्यो हामी। अब के गर्ने? हामी अब यस्तो बुढाबुढी भइ नै सक्यो। अब छोराबुहारी कहाँ हरायो थाहा भएन। अब हाम्रो यो नाति नातिनीको भरमा परेको छु। यो नाति नातिनीको अवस्था यस्तो छ। अब नाति नातिलाई यसलाई अब अलि राम्रो हस्पिटलमा लगेर जताउनु पायो भने अलि हुन्थ्यो कि निको हुन्छ कि भन्ने आश छ। अब हजुरहरूले यसो अलिकति सहयोग गर्नुहुन्छ कि भन्ने हामी अनुरोध गर्दछु। अब यो